ल सेवारो नोगन क्रिएसन फेसबुक पेज र युट्युब च्यानलमा स्वागत छ। हामी चाहिँ विशेष फक्ताङलुङसम्मको यात्रामा थियौँ हैन छौँ। हिजो हाम्रो कुरुम्बाबाट चाहिँ माङसेमुङसम्म झरेका छौँ अनि आज वर्तमान गुरु आत्मानन्द लिङ्गदेनज्यू र पवित्र हाङमा साबा पवित्र हाङमा लिङ्गदेनज्यूसँग उहाँहरूसँग दर्शन गरेर चाहिँ हामी आज अब भोलि बिहानै दमकसम्म झर्नुपर्ने छ। हाम्रो सामानहरू यति छ। यो चाहिँ स्लिपिङ ब्याग छ हैन, यो माथि ओढ्न ओछ्याउने अब यसैमा भइहाल्छ। अनि यो चाहिँ घाँटी बेर्ने चिसोमा, अनि यो पन्जा, अनि यसमा यो एउटा भित्र भुवा भएको ट्र्याक छ जाडोमा लाउने, अनि यो चाहिँ गोलो स्वेटर छ तातो खालको, अनि यो भेस्ट, अनि यो लुगाहरू टोपीहरू, गोलो स्वेटर र ट्र्याकहरू नै छ। कपडा खासै धेरै छैन। अनि अब यो सामानहरू चाहिँ दाजु जेठाले पैसा पठाइदिनु भएको थियो हैन। अनि यो मैले खै पावर ब्याङ्क हो, यो पावर ब्याङ्क पनि नयाँ किनेको, सायद काम दिन्छ कि भन्ने आशा छ। चिसोमा अलिक त्यति मजाले काम दिँदैन पनि भन्छन्। अनि यो सिक्का पैसा चाहिँ हामीले कागजको पैसासँग साटेर यो चाहिँ माथि विभिन्न ठाउँहरूमा दर्शन गर्दै जाँदाखेरि यो चाहिँ चढाउनु पर्छ। अनि यो जुत्ता पनि मैले दाजुले पैसा पठाइदिनु भएर किनेको। यो अत्यन्तै तातो हुन्छ, मात्र 31 है हैन, 31 लगाएको। अनि यो रेनकोट छ, रेनकोट चाहिँ हिजो लाएर भाताभङ्ग छ हैन, यत्तिकै छ। अब यो भोलि नै यसलाई व्यवस्थापन गर्नु पर्ला। अब हाम्रो सामान यति नै छ। भोलि बिहानै हामी दमकसम्म झर्छौँ र दमकमा पनि केही सपिङहरू गर्नु छ, भारीहरू मिलाउनु छ। म चाहिँ विशेष भारी बोक्न जाँदै गरेको। अब भारी के कति छ, सकेसम्म यात्रा सफल रहोस्, माथि सफलतापूर्वक पुग्न सकियोस् र सेवा दर्शन गर्न सकियोस्, सबैजनाको यात्रा सफल रहोस् भन्छु। अब भोलि बिहान हामी दमकसम्म झर्छौँ है तल्ला।